सुन्दर पहिरन छ, कस्तो छरितो कस्तो सुन्दर पहिरन छ। जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक परियोजना यो चाड नेपाल सरकारले गर्व गर्छौँ तब मात्र हाम्रो राष्ट्रियता बलियो बन्न सक्छ। यहाँ बसोबास गर्ने प्रत्येक जातिका आफ्नै मौलिक परम्परा संस्कृति र जीवन जिउ फहराउने लामाद्वारा मन्त्रोच्चारण जस्ता परम्परा धार्मिक चेतना अभिवृद्धि र हामीलाई स्तरतर्फ लैजान सक्छ। आफ्ना अधिकार पूर्ण गर्दा कर्तव्य गर्नेसँगै व्यक्तिगत स्वार्थभन्दा बृहत्तर हितलाई प्राथमिकता दिने भएको छ। त्यो हाम्रो सबै यहाँको चारवटा लोकल माघी पर्वमा पटक सबैमा भाग लिन आएको सबैलाई अनुपातिक रूपबाट सहयोग गर्नुपर्दछ भनेर अब फेरि हाम्रो बैठकमा कुराहरू गराएको छु र दावाको साथ चाहिँ अब जस्तै सरकारको बैठकहरूमा चाहिँ म त्यसलाई राख्दछु त्यति भन्दै यहाँ कुरा हुन्छ। समयको लागि सचिवालय सोनम लोसार मनाउने र नेपालका सम्पूर्ण